नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बीचमा नवराजको आन्दोलनलाई भेरी नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा संकल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन। यो लामो समयमा हामीले काठमाडौँको माइतीघर मण्डलामा 45 दिन बस्दै गर्दा त्यति बेलाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जो अहिले हाम्रो सभापति हुनुहुन्छ रवि लामिछानेले संसदमा उभिएर माइक समातेर माइतीघर मण्डलामा कहिलेसम्म खगेन्द्र सुनारहरू हातमा नेल लगाएर बस्ने हो र यो समाजलाई